युद्धले गर्दा इजरायल इरानको युद्धले गर्दा चाहिँ हामीलाई असर गर्ने चाहिँ सर्वसाधारणलाई नै रहेछ। जहिले पनि अब उनीहरू लडाइँ गर्छन्, हामीलाई पो गाह्रो भइसक्यो, कामसाम बन्द होला जस्तो भइसक्यो, काम छैन कम्पनीमा। अनि जहिले अब मान्छे मर्ने पनि सर्वसाधारण होइन, अनि असर गर्ने पनि हामीलाई नि। उनीहरू त बस लडाइँ गर्छन्, के गर्छन्, गाह्रो बनायो त हौ हामीलाई त। फेरि नेपाल फर्किनु पर्ला जस्तो छ हौ। अब बालन सरकार पनि आएको छन्, केही अब नेपालतिरै गर्नु पर्ला जस्तो भइसक्यो। के गर्नु, गाह्रो छ एकदम। अहिले पनि रोकिएको छैन, चलिरहेछ। हाम्रोतिर चाहिँ हानेको छैन, अबुधाबीतिर कता कता हानिरहेछ भन्ने चाहिँ न्युज अलिअलि आउँछ। यस्तो अब न्युज फोटो भिडियो हाल्न पनि हामीले मिल्दैन, अलिकति न्युजवाला अलिअलि हालेर हुन्छ। त्यसले गर्दा अहिले पनि भइरहेछ हुन चाहिँ यतातिर मजाले। तपाईँको फ्लाइटहरू खुलिरहेको छैन। अब बाहिरदेखि काम गर्न आउने नेपाली, बङ्गाली, पाकिस्तानी होइन, जति पनि कन्ट्रीको हुन्छ सबैलाई चाहिँ अलिकति नोक्सान भइरहेछ होइन। त्यसले गर्दाखेरि कहीँ न कतैबाट घाटा भइरहेछ। कामहरू चलेको छैन, राम्रो भने जस्तो सेलेरी आउँदैन, काम नचलेपछि त्यस्तै भइरहेछ। ल ओके बाबाई, यस्तै छ है।